घरमा यसरी जुस बनाएर खाँदाखेरि छुट्टै मजा आयो। कसले खानुहुन्छ कमेन्ट गर्नु होला घरमै बनाएर। त्यो यो भ्लग अलि लामी हुन्छ, झ्याउन हेरिदिनु होला अन्तिमसम्म। यति मजा आयो नि जुस। के छ गाइज, मेरो चाहिँ एकदम ठिकठाक छ। हजुर ठिकठाक होला, ठिकठाक नभए नि हुनु पर्यो है गाइज होइन। टक्क यता चाहिँ बन्दैछ कफी है गाइज। टक्क लगाएर कफी बनाउँदैछौँ, बनिसक्यो कफी। खाएकोलाई यो कफी थाहा होला, नखाएकोलाई चाहिँ मेरो घरमा आउनु, म खुवाएर तपाईँहरू टेस्ट गऱ्यो भने थाहा हुन्छ होइन। अब बन्दैछ जुस गाइस है। अब जुस बनाउँदैछ हामी। यता केरा छ, टक्क बदम सदम सबै थियो, चक्लेट सक्लेट टक्क लगाएर मिक्सरमा हाल्यौँ हामीले। अब चाहिँ अन गर्नुभयो फाजुले, टक्क लगाएर बिजुलीदेखि बनाउँदै हो कि यो चाहिँ होइन। सक्कल लगायो, अब चाहिँ चालु हुन्छ है गाइस। अब टक्क लगाएर फाजुले बनाउँदै हुनुहुन्छ। यता फुपू पारी बसेर हेर्नु भएको छ, म पनि यता बसेर हेरिरहेको छु। एकछिन मिक्सरको साउन्ड सुनाउँ त गाइस कस्तो। मिक्सरको साउन्ड सुन्नुभयो होला, कस्तो लाग्यो कमेन्ट गर्नु होला। टक्क लगाएर पानी सानी हालेर फेरि घोल्यो। अब चाहिँ केरा सेरा राखेर घोल्दै हुनुहुन्छ। कोही बेला भन्ला खाउँला भन्ने आशिरहेको छु म चाहिँ होइन। तपाईँहरू खान चाहनुहुन्छ भने मेरो घरमा आउनु, म बनाएर खुवाउँछु होइन। टक्क लगाएर फेरि घोल्दै हुनुहुन्छ। देख्दै खाम जस्तो लागिरहेको छ कि यार, बन्दैछ है गाइस। अब चाहिँ बनिसक्यो, गिलासमा राख्नुभयो। फुफाजुहरू पनि टेस्ट गर्नु, मैले नि टेस्ट गरेँ, एकदम बवाल थियो है गाइस, एकदम बवाल। खाने मन लागेको छ भने मेरो घरमा आउनु, म बनाएर खुवाउँछु। त्यही आजको भ्लग यति नै हुन्छ र थ्याङ्क फर वाचिङ। See you on the next video. Bye bye.